बालेन शाह खोइ भन्दै संसद भवनभित्र नाराबाजी गर्ने व्यक्ति जो मूल व्यक्ति थिए उनी व्यक्ति नै आज थिएनन्। अब हर्क साम्पाङले अब फेरि के भन्न सुरुवात गर्छन् भन्दाखेरि हालाकि बालेन शाहले पनि त्यस्तै गरिदिए, तर अब हर्क साम्पाङले के भन्छन्, मेरो डरले म नभएको दिन आए संसद भवनमा या रोस्टममा उभिनका लागि भाषण गर्नका लागि आए भनेर भन्न बेर छैन अब, किनभने उनलाई पनि एउटा टपिक चाहिएको थियो, केही न केही अब के बोल्ने त भन्ने कुरा। अनि त्यसमा चाहिँ अब झन् अलिकति बालेन शाहले आज रोस्टममा उभिएर नेपाल भारतको सीमा विवादबारे, नेपालले पनि भारतको सीमा या जमिन मिचेको छ भनिदिँदा अब त्यसमा झन् धेरै बवाल मचाउने कुरामा दुई मत छैन अब हर्क साम्पाङले। तपाईँले यसको विषयमा के लाग्छ? आफ्नो विषय, आफ्नो सोच विचार कमेन्ट गर्नुहोला। धन्यवाद।